हेलो गुड मर्निङ नमस्ते। आज चाहिँ दिन एकदम राम्रो छ है आज चाहिँ, तर घाम चाहिँ त्यति लागेको छैन कि एकदम उज्यालो छ। हेर्नुहोस् न यता सबै देख्दैछ। हिजोतिर त आम्मा यहाँ त केही त देख्थेन। अन्त यतातिर त अहिले पुरा छङ्गै उज्यालो भइरहेछ। आज माथि माथि चाहिँ पुरा बादल लागेछ। यता पनि पर कञ्चनजङ्घापट्टि बादल लागेछ। बाँकी त यता सब ठिकै छ एकदम। त्यसै तब उन्दो यहाँ माथि तपाईँहरूलाई मेरो यहाँको नजारा देखाउनु मात्रै आएको। यहाँको चाहिँ अन्त अब अगाडि किचनतिर झर्छु। यहाँको यो फुलहरू पनि सबै मजाले जागेछ है। यिनीहरू कोही चाहिँ मरेछ, एउटा दुईवटा चाहिँ मरेछ, तिनवटा मरेछ, अरू चाहिँ जागेछ। यो पनि मजाले देख्दैछ यो प्लान्ट पनि। अब हुन्छ जानु पर्यो। अब यता आयो। गुड मर्निङ आमा। गुड मर्निङ सोनाम। ल अब चिया खाइदिउँ त। अब चिया के गर्दैछौ यता? आम्मा मोमो मिजिङ मिजिङ। हिजो बेलुका छोरीले मोमो बनाएको थियो। हिजो मोमो खाएर उफ्रेको। मोमो चाहिँ चिकन मोमो बनाएको थियो। राति मोमो खायो। ल अब चिया खानु पर्यो बिहान बिहानको। हस् त यही हस् त। अब चिया लिइहाल्नु पर्यो। हेर्दै गर्नु होला मेरो भिडियो। हस् त। मोमो फ्राई गरेर खाँदैछ अब। यो आज भनेको काम चाहिँ गरिराख्नु है ल। पिरो त छैन है? कसै पिरो छ? पिरो न पिरो छ। पिरो पिरो छ। अब भोलि उता आमाको 49 काम हो। अनि अब आज आन्टीहरूले जाँदैछ उता घर। अब के यताउति त्यहाँ के हुन्छ के हेर्नु। अब भोलिको लागि एरेन्ज गर्नु जाँदैछ। हिँडेको घर पनि आइपुग्यो। अब भोलि काम हुँदैछ। आज चाहिँ एकदम बन्दैछ।
किचनमा खाना पनि खाइसक्यो त अब एकदम अघि गर्नु पर्थ्यो भुल्दैछु खाना पनि खाइसकेर पो छैन केही छैन त्यो पनि खाएको खाना त अब तपाईँलाई यादै होला छैन भने पनि के मिठो चिज चाहिँ यस्तै पारा हुन्छ सुरसार हुन्छ मिठो चाहिँ जिउ मोटाउँदैछ आलु बेसी नखानु तपाईँलाई भनेको जिउ मोटाउनेछ आलु बेसी नखाउँदैछ वाह सुगर अरू केही होइन सुगर अहिले आन्टी फोटोग्राफर भाइदिएको थियो मेरो अरूले पनि खाना खाइसक्नु भएर मिलाउनु हुँदैछ अब एकदम सब मिलाउँदैछ यता अब भोलि चाहिँ पूजा हो त दिउँसो लामा खाना खाइसक्यो अन्त अब बेलुका फेरि खाजाको लागि चाउमिन खाँदैछ घर पनि आइपुग्यो पानी परेर के बिजोक अन्त पुरा पानी परेको रहेछ घर आइपुग्यो अब भोलि चाहिँ बिहानै जानुपर्छ उता हवस् त आजलाई यति नै फेरि भोलि अर्को भिडियो भेटौँला हवस् त बाई